अनि यहाँ चाहिँ भात उम्लिँदैछ हैन। अनि टक्क यहाँ चाहिँ चामल यो चाहिँ मासु छ। यो चाहिँ चामललाई चाहिँ यतिको पर्ने हुन्छ हैन। गिन्जेल चाहिँ मैले यो सब्जी चाहिँ काटिसक्छु। सब्जी हेलो वेलकम गाइस। सो आज चाहिँ मैले के भिडियो हाल्न लागेको छु भने घरमै यस्तो खानेकुराहरू बनाएको कुराहरू चाहिँ म तपाईहरुलाई आज देखाउने छु। धेरै भ्युज त जान्न, त्यही पनि मैले चाहिँ कन्टिन्यू गर्नको लागि पछि मेमोरी हुन्छ नि, त्यही भएर। सो मैले चाहिँ खाना बनाउँदै छु हैन। आज चाहिँ चट्टा मासु बन्छ। अनि यहाँ चाहिँ भात उम्लिँदैछ हैन। अनि टक्क यहाँ चाहिँ चामल छ, मैले झोल लाएर अनि पकाउनु पर्ने चाहिँ यो चाहिँ मासु छ। यो चाहिँ भैँसीको मासु रहेको छ। अनि पानीहरु चाहिँ यसरी राख्नुपर्छ गाउँघरमा चाहिँ टक्क। अनि चाडहरु पनि त्यही हुन्छ। चामललाई चाहिँ यतिको मैले चामललाई चाहिँ यतिको झोल लाएर राखिसकेको छु। अब म चाहिँ यसमा हाल्छु। यसले धुनु पर्ने हुन्छ हैन, फोहोर हुन्छ नि त, त्यही भएर। अनि यहाँ चाहिँ खाना पाकिन्जेल चाहिँ मैले यो सब्जी चाहिँ काटिसक्छु। सब्जी र मासु चाहिँ काटिसक्छु। अनि धोएर टक्क अनि त्यसपछि काटेपछि चाहिँ टक्क फ्राई हान्छु। यतिको बनाउँदा मेरो फोन चाहिँ अफ भयो, त्यही भएर मैले भिडियो स्टप गरेँ। हस् त, बाइ बाइ।